Oh my god. Hello friends. हेर्नुहोस् है तपाईहरुलाई मेरो आजको हकमा फेरि स्वागत छ। हेर्नुहोस् तपाईहरुले देख्नु भयो होला यो के हो भनेर। यो चाहिँ खुस्रे आरु। वाउ! घरमै फलेको र एकदमै पुरा फलिरहेछ। पाकेर लथडम्मै छ। एकदमै तपाईहरु आउन सक्नुहुन्छ है खानुको लागि। Oh my god. यो जस्तो रोडकै डिलमै छ। लोकेसन चाहिँ रोडकै डिलमा घरको मुनि। Yes? आएर तपाईहरु टिपेर खान सक्नुहुन्छ है। एकदमै टेस्टी। आहा, तपाईहरु आएर यहाँ खान सक्नुहुन्छ। यो लोकेसन चाहिँ मेरो घर चालपायामा चाहिँ भयो यहाँ घर मुनि। यो अब त यो म त आए यहाँ हो चढेर खाँदैछु। What? तपाईहरुलाई एकदम स्वागत छ। आएर तपाईहरु टिपेर खान सक्नुहुन्छ। खुल्ला दिलले पैसा बिना पैसा पर्दैन। झुसे आलु म त 3 दिन भइसक्यो घरमा चामल नभएर आरु खाएको। बिहान चढ्यो बेलुका साउनमा अगाइहाल्छ हो घरमा गयो सुते। अब 2-3 महिना त आरुले टार्ने छ। त्यहाँ उता चाहिँ अब हेर्दै जाउँला के हुन्छ। त्यहाँ नास्पाती फल्दैछ। त्यता झर्नु पर्ला जस्तो भइरहेछ। दारिम त पाक्दैछ। दारिम त अब कहिले हो। चामल छैन। यसो किनौँ भने पैसा छैन हो। Oh my god. त यो आरुमै छ अहिले। तर आरुले गर्दा निकै ह्यान्डसम पनि भयो रहेछ। Oh my gosh. ahai आउनुहोस् न तपाईहरु पनि। ह्यान्डसम हुने हो भने आरुले ह्यान्डसम बनाउँदो रहेछ। त्यति चाहिँ मैले पुरा विचार गरेको र तपाईहरु पनि आउनुहोस्। र यदि आरु खानुहोस् फ्रीको आरु खाएर सेहत बनाउनुहोस्। हुन्छ धन्यवाद।